जुन 1984 अमृतसरको आकाश असामान्य रूपमा भारी थियो। स्वर्ण मन्दिरको सुनौलो गुम्बज बिहानको घाममा चम्किरहेको थियो, तर त्यो शान्त सुनौलोपनभित्र देशको इतिहास बदल्ने आँधी लुकेको थियो। के त्यो आँधी अचानक आयो कि त्यसका सङ्केत धेरै पहिले नै देखिएका थिए, तर कसैले गम्भीरतापूर्वक लिएन? पन्जाब 1980 को सुरुवात। धार्मिक, राजनीतिक र क्षेत्रीय असन्तोष बिस्तारै आगो झै फैलिँदै थियो। जर्नेल सिंह भिन्द्रानवाले, एक करिश्माई तर विवादास्पद प्रचारक, पन्जाबको राजनीति र धार्मिक भावनाको केन्द्रमा उभिँदै थिए। उनका समर्थकहरू उनलाई धर्मको रक्षक मान्थे, आलोचकहरू उनलाई सशस्त्र उग्रवादको प्रतीक ठान्थे। हत्या, धम्की, राजनीतिक टकराव, यी सबै घटनाहरू बढ्दै गइरहेका थिए। खुफिया रिपोर्टहरू दिल्लीसम्म पुगिरहेका थिए। कसैले चेतावनी दिइरहेको थियो, स्थिति गम्भीर हुँदैछ। तर त्यो चेतावनी कति स्पष्ट थियो र त्यो कति सुनियो? 1982-83 सम्म भिन्द्रानवाले र उनका सशस्त्र समर्थकहरूले अमृतसरको स्वर्ण मन्दिर परिसरभित्र आश्रय लिएका थिए। अकाल तख्त, सिख समुदायको सर्वोच्च धार्मिक आसन, अब केवल धार्मिक स्थल मात्र रहेन, त्यो एक सशस्त्र किल्लामा बदलिँदै थियो। खुफिया एजेन्सीहरूले रिपोर्ट पठाए, मन्दिर परिसरभित्र हतियारको भण्डारण भइरहेको छ, सशस्त्र तालिम भइरहेको छ। तर राजनीतिक समीकरण जटिल थियो। केन्द्रीय सरकारलाई थाहा थियो, स्वर्ण मन्दिर केवल एउटा भवन होइन, यो करोडौं श्रद्धालुको आस्था हो। त्यसैले प्रश्न उठ्यो, कारबाही कसरी गर्ने र कहिले गर्ने? समय बित्दै गयो, हिंसात्मक घटनाहरू बढ्दै गए। पन्जाब प्रहरी र अर्धसैनिक बलहरू आक्रमणको लक्ष्य बन्दै गए। केन्द्र सरकारमाथि दबाव बढ्दै गयो, कडा कदम चाल्नुहोस्। तर हरेक निर्णयसँग रिस्क थियो। यदि सेना पठाइयो भने धार्मिक भावना भड्किने खतरा, यदि कारबाही ढिलो गरियो भने उग्रवाद अझै बलियो हुने खतरा। मे 1984 दिल्लीका बैठकहरू लगातार चलिरहेका थिए। खुफिया मूल्याङ्कनहरू मिश्रित थिए। कतिपयले भने अहिले नै निर्णायक कदम चाल्नुपर्छ, कतिपयले चेतावनी दिए धार्मिक स्थलमा सैन्य कारबाहीको परिणाम देशव्यापी अशान्ति हुन सक्छ। अन्तिम निर्णय राजनीतिक थियो। प्रधानमन्त्री इन्दिरा गान्धी, कडा छवि भएकी नेत्री, देशको एकता र कानुनको शासन कायम राख्ने जिम्मेवारी बोकेकी थिइन्। उनले विकल्पहरू तौलिन्। वार्ता असफल भइसकेको थियो। स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने डर थियो। 3 जुन 1984 पन्जाबमा कर्फ्यू, सञ्चार सेवा बन्द, अमृतसर घेराबन्दीमा। 5 जुनको रात भारतीय सेनाले अपरेसन ब्लू स्टार सुरु गर्यो। ट्याङ्क, बख्तरबन्द गाडी, भारी हतियार, यी सबै स्वर्ण मन्दिर परिसर वरिपरि तैनात भए। सेनाको उद्देश्य स्पष्ट थियो, सशस्त्र उग्रवादीहरूलाई हटाउनु। तर मैदानमा वास्तविकता अत्यन्त जटिल थियो। मन्दिर परिसरभित्र तीव्र प्रतिरोध भयो। गोलीबारी, विस्फोट, अराजकता। अकाल तख्तमा ठूलो क्षति पुग्यो। धेरै मानिसहरू मारिए, उग्रवादी, सैनिक र निर्दोष श्रद्धालु समेत। देश स्तब्ध भयो। के खुफिया मूल्याङ्कनले प्रतिरोधको स्तर कम आकलन गरेको थियो? के अन्तिम क्षणसम्म राजनीतिक समाधान सम्भव थियो, या सेना नै अन्तिम विकल्प थियो? जुन 6 सम्म अपरेसन समाप्त घोषणा गरियो। भिन्द्रानवाले मारिएता थिए, तर के सङ्कट समाप्त भयो? होइन। देशभरि सिख समुदायमा गहिरो आक्रोश फैलियो। विश्वभर प्रतिक्रिया आयो। भारतभित्र तनाव चुलियो। 31 अक्टोबर 1984 इन्दिरा गान्धी आफ्नै सिख अङ्गरक्षकद्वारा हत्या गरिन्। त्यसपछि राजधानीमा भयानक दङ्गा भड्कियो। हजारौं निर्दोष मानिसहरू मारिए। अब प्रश्न अझै गहिरो भयो, के अपरेसन ब्लू स्टारले केवल एउटा सशस्त्र समूहलाई समाप्त गर्यो, या त्यसले देशलाई गृहयुद्धको किनारासम्म धकेल्यो? 1984ले भारतलाई एउटा कठोर सत्य सिकायो। सुरक्षा र आस्था बीचको सन्तुलन बिग्रियो भने परिणाम केवल राजनीतिक हुँदैन, सामाजिक र मानवीय हुन्छ। इतिहासका यस्ता पानाहरू केवल पढ्नका लागि होइनन्, सम्झनाका लागि हुन्, सिक्नका लागि हुन्। यदि तपाईँ यस्ता गहिरा, सच्चा र अनकही इतिहासका कथाहरू जान्न चाहनुहुन्छ भने हिस्ट्रीको दुनियाँलाई सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। किनभने इतिहास केवल बितिसकेको समय होइन, यो भविष्यलाई दिशा दिने चेतावनी पनि हो।
र याद राख्नुहोस्, जब निर्णयहरू बन्द कोठामा लिइन्छन्, तिनको प्रतिध्वनि कहिलेकाहीँ पूरै राष्ट्रले वर्षौंसम्म सुन्नुपर्छ।